हाई गाइज हामी चाहिँ घुम्न जानु लागेको सी साइड कता रे जाने राकेशले थाहा होइन अरे खोइ सी साइड जाने हो तर कता जाने हो त्यो चाहिँ अब गाडीमा डिसाइड हुन्छ यता न बुढा हाई भनिदिनु एकचोटि सामान मेरो आउटफिट अफ द डे गरिदिउँ यो निकाल्नु चाहिँ कुन यो यहाँ उयो देखेन टाढा खै त गयो खै हेरौँ न देखाउनु न भने यो रहेको छ हामी जाने गाडी हामी चाहिँ गाडीमा चढे गाइस बुढाइदैन अब तपाईँहरूलाई त्यहीँ गएर देखाउँछ है त गाइस म चाहिँ कपुरपल्ली गरेको कि अगाडि गलिअलि अब तपाईँहरूलाई देखाउँछु त्यहीँ गएर लिएर हाल्छ उहाँलाई नेपालमा त भेडा हेर्न उहाँ लेकतिर जानुपर्छ यहाँ त हेर्नु गाइस भेडा कस्तो मजाले घाँस खाइरहेको फाइनली गाइस हामी चाहिँ पुग्यो फाइनली यहाँमा कत्रो समुद्र रहेछ त ठुलो रहेछ है बुढा तर त धेरै हिँड्नुपर्छ अन्त त नजिकै छ त यहाँ मैले माथि लिएर आउनु त माथि लिएर आएको हो माथि तल 1 घन्टा हिँड्नुपर्छ अनि त्यो यस्तो परेको ठाउँमा जाने भनेको त कुन ठाउँ लिएर आयो त्यही हो कि त्यो तल हो कत्रो ठुलो त फाइनली हामी चाहिँ पुग्यो बुढा यो ठाउँलाई के भन्छ ए डडलडोर भन्न नि आएन अब चाहिँ तपाईँहरूलाई तल गएर देखाउँछु है त गाइस
कस्तो दामी छ यहाँ हामी जान लागेको चाहिँ त्यो गाडी छ अघि यहाँ हाई गाइज एकदमै राम्रो छ हजुरहरू पनि आउन सक्नुहुन्छ यदि कसैको गाडी छैन भने कोचको गाडीमा पनि आउन सक्नुहुन्छ मेरो बुढाहरूको कोचको गाडी पनि जान्छ कोचको कम्पनीको नाम रहेको छ न्यू पन्जाब कोच सो तपाईहरु पनि आउन सक्नुहुन्छ बुकिङ गरेर एकदमै राम्रो छ पिसफुल छ हेलो ब्याङ्कीको मोबाइल ब्याङ्कीको फोन यहाँ हो नि आज कस्तो छिराउँदै छिराएन बनाउँदै रहेछ गाइज हामीले त छिराएनौँ अब भोलि नेक्स्ट टाइम आएपछि चाहिँ जानु पर्ला मस्तान थक चाँदिँदो गए म छ साइड त बन्द भएर जानै पाएन यार अब यो साइड जाँदैछु गाइज यस्तो भुइँको यस्तो बिछाउने बनाउँदै रहेछ त्यही भएर जानै पाएन त्यति टाढा आएको भेटेको गाइज यहाँ नेपाली केटी धोतीसँग आएको मेरो पुरा रिसाएर अनि तपाईँ चाहिँ किन रिसाएको त लो हुन्छ ऊ त्यस्तो धोतीसँग आउनुभन्दा त मैसँग आए नि हुन्छ नि त्यो है होइन मेरै बुढा त्यस्तो हो कि तपाईँहरूको बुढा पनि त्यस्तो रे के उता नेपाली केटीहरू धोतीसँग आएछ बाबा त्यो होइन मैले त्यसो गरेर सिकाउँछु लागेको सिक्स प्याक हो त्यसो गरेर बस्नु खोले भइहाल्यो त हो सिक्स प्याकै हुनुपर्छ लाज लाग्दैन खरबुजा कस्तो साबुन बासाको कस्तो ठुलो गाडी
हामी चाहिँ गाइस बिचमा बसेर खरबुजा खाँदैछौँ। त्यसपछि चाहिँ हामी यहाँबाट कता चाहिँ हामी जाने भनेको बर्नमट मलाई अब भन्न नै आएन भाइ। त्यहाँ जाँदैछौँ, तपाईँलाई त्यहाँ पनि देखाउनेछु है त गाइस। apa hal? Iya. Iya. Itu sebenarnya ya. Udah, kalau mau coba rakyat. नुहाल्नै पर्छ। के गर्ने तिनीहरूले त्यहाँ बसेर? Like grass, but first up I get my foot. Yeah, we were sitting down. सबले एउटा कुरा भन्छ हुन्छ समरमा चाहिँ कस्तो भिड हुन्छ यहाँ ऊ त बस्ने ठाउँ नै पाउँदैन आउँदै थिएन त्यो कताको चाहिँ थियो तर यिनीहरूले पुरा के अरे वेबसाइटमा हाल्नु पर्ने नि बन्द छ भनेर हालेको होला नि हामीले कस्तो हुने गाइस यो चाहिँ म लडेको कि स्कुटरबाट पनि ऊ चाहिँ स्कुटर दुखेर पानी साउने कतै जानु मिठो है मलाई त अझै बुढा भनौँ मलाई त कहाँ बस्नु मन लाग्छ भने त मलाई त यस्तो गाउँतिर बस्नु मन लाग्छ खोलाको यस्तो बगिरहेको खोलाको आवाज अनि चराचुरुङ्गीको आवाज त्यस्तोहरू मन लाग्छ कि तपाईँले त्यस्तो लाग्यो गाउँ आफ्नो किन घरमा गाउँतिर गाउँ तपाईँको गाउँ त जान्न म सिन्धुपाल्चोक त त्यहाँ भनेर क्या माथि डाँडा हाम्रो गाउँ जाने भए चाहिँ जान्छु लमजुङ जाने एउटा खाऊ न एक दुई खाऊ क्या बुढीको ट्याटु बनायो बुद्ध भगवानको ट्याटु बनायो कहाँ होला तपाईँको पेज
त्यही त नि पानी पानी त्यही त म अचम्म लाग्छ क्या पुरा के भन्छ नि के अरे कहाँ अरे म्यान्चेस्टर होइन स्विजरल्यान्ड होइन अर्को के ल्यान्ड रे युकेमै पर्छ नि त आयरल्यान्ड होइन स्कटल्यान्ड स्कटल्यान्ड उसमा जान्छ अरे नि त के भन्छ त्यसलाई बसमा डुङ्गामा डुङ्गामा होइन त्यो ठुलोले के भन्छ सिपमा जान्छ अरे नि त त्यस्तो भन्थ्यो क्या त्यो एउटा साथीले काम गर्ने ठाउँमा मलाई त्यस्तो भन्थ्यो बन्द गरिदिउँ के खोला देखाइदिउँ न कसरी चेन्ज गर्ने नै जाने चेन्ज गर्नु मिल्दैन मिल्छ मिल्छ पछाडि ब्याग गर्न मिल्छ कसरी यसरी होइन कसरी यहाँ ब्याग गर्न मिल्छ त मिल्दैन क्या भयो हाई गाइज हामी चाहिँ अब घरतर्फ लागि हामीले चाहिँ पुग्यो 2 घन्टामा मस्त ए कता रे बोर्नमोथ अब हामी बोर्नमोथ जाँदैछौँ यहाँ पनि देखाउने छु तपाईँहरूलाई ओके गाइज तर मलाई राम्रो लाग्यो त साँच्चीकै त्यो त्यत्रो आएर वाइट मोमो त्यत्रो पैसा खर्च गरेर गएको त्यहाँ जानुभन्दा त यहीँ आउँछु गाइज तपाईँहरू पनि एकदमै राम्रो छ एकदम पिसफुल तर यतापट्टिको चाहिँ खोलेन रहेछ आफ्टर 2 विक पछि खोल्छ अरे यतापट्टि चाहिँ राम्रै छ त्यो कस्तो राम्रो छ कि आमामा बाटो पनि कस्तो राम्रो छ अब त अर्को बाटो जाने होला होइन के हो अघि यहाँको बाटो जाने कि अर्को कस्तो दामी छ कि डाँडा काँडा है नेपाली भएर होला यस्तै ठाउँ मनपर्छ हौ तर यहाँतिर सबै डाँडाकाँडाहरू यस्तो होचो छ कि त्यही भएर कुकुरहरू चाहिँ नेपाल आउनुको रिजन त्यही होला क्या ठुलो झन्डालाई है के हो गाई र भेडा है ओफो खुट्टा पनि दुख्दैन क्या उनीहरू मेरो बुढाको त सेकेन्ड टाइम होइन यो मेरो चाहिँ गाइस फर्स्ट टाइम कस्तो क्युट घर हुन्छ हौ नेपालमा पनि यस्तो क्युट घर बनाउन पाइन्छ मलाई तर बुढा एउटा कुरा भनौँ मलाई यतातिरको घरहरू मनपर्छ क्या सानो कस्तो डिजाइनहरू मनपर्छ क्या यस्तो कस्तो राम्रो ए यहाँबाट हिँड्दै जानेहरूको पार्किङ हो यो घर हुन्छ क्या यहाँ कस्तो दामी नेपालको मान्छेहरूलाई चाहिँ बिल्डिङ चाहिन्छ एक्जाम्पल तिमीले कस्तो अचम्मको यो बुढा यो के हो यो पराले बनायो केले बनायो त्यस्तै लाग्यो पुरानो स्टाइलमा
कस्तो पराल त होइन के हो दाउरा दाउरा परालै हो अच्छा कस्तो डिजाइन यो कस्तो है कस्तो खतरा के हेर्नु न ओ माई गड जाली बिछाएर बनाउँदो रहेछ उता जालीमा हालेर न्यानो हुन्छ भनेर यिनीहरूले त्यस्तो बनाएको क्या हो कस्तो अचम्म कि यहाँ पनि छ हौ हेर्नु न ठ्याक्कै यस्तोमा जालीमा पराल राखेको कि के हो कस्तो हो कस्तो उयोहरूको दिमाग भगवान् जान्छौ यहाँ पनि यस्तो ठाउँ रहेछ त हौ ओके गाइज अब चाहिँ म तपाईँलाई चाहिँ गएर देखाउँछु अब बाटोले मात्रै देखाउने सो फाइनली यहाँ पनि आइपुग्यो गाइज यहाँ चढ्न पाउँदैन मान्छे पनि छैन त एउटा नि कति धेरै मान्छे हो राम्रो रहेछ है यो ठाउँ पनि समर आउनै बाँकी छ यहाँ त होटेलहरू टन्नै रहेछ त उता पार्किङ चार्ज कति लिँदो रहेछ बुढा त्यहाँ आज त बिजी जाने युरियामा के घुम्ने त भने घुम्ने ओ कुकुर कस्तो दामी देखेको यार हाई गाइज हामी चाहिँ यहाँ खाजा खान लाग्यो धेरै भोग लाएर खाजा खाएर हामी यो पछाडिको बिचमा जान्छौँ ठुलो हो भन्नु न ऊ चाहिँ ड्राइभर थकाइला जस्तो बियर खानु भन्दा पनि मानेन हौ सागर को